नेपाल आज यस्तो कठिन अवस्थामा हुँदा पनि केही मानिसहरू अरूको दुःख र विपत्तिलाई आफ्नो फाइदाको अवसर बनाइरहेको देख्दा मन साह्रै दुखेको छ। कसैको नाममा नक्कली खाता बनाएर डोनेसन उठाउनेदेखि मृतकको शरीरबाट गहना समेत निकाल्ने जस्ता अमानवीय व्यवहारसम्म। तर यो समय एकअर्कालाई दोष दिने भन्दा पनि म जहाँ छु त्यहाँबाट आफ्नो देश र आफ्ना नेपालका लागि म के सहयोग गर्न सक्छु त भन्ने सोच्ने समय हो। हरेक विपत्तिमा आफ्नो स्वार्थ भन्दा पनि उठेर मानवता देखाउन सक्यौं भने मात्र हामी साँचो अर्थमा नेपाली हौं भन्न सक्छौं। सरकारले उपलब्ध गराएको आधिकारिक माध्यम र वेबसाइटबाट मात्र सहयोग गरौं। नक्कली एकाउन्ट र व्यक्तिगत फन्ड रेजिङबाट सावधान रहौं। आधिकारिक लिङ्क पनि मैले यहाँ राख्ने छु, कृपया त्यसबाट मात्र सहयोग गर्नुहोला। आज कसैको दुःखमा हाम्रो सानो सहयोग पुग्न सक्छ। देश प्रेम भनेको शब्द होइन, कठिन समयमा देखाउने व्यवहारमा हुन्छ। मानवता नहराऊ, नेपाललाई माया गरौं।